हामी के गर्ने यो मेजरिङ सिलिन्डरमा के गर्ने अनि आउने है यसमा के गर्ने अनि आउने ल यसमा हाल्यो अब यसमा हालेपछि हेर त पानी कहाँसम्म आयो यहाँसम्म आयो आएको हैन यसमा एउटा स्केल देखाएको छ नि स्केल हेर त यसको धर्को तानेको छ यो स्केल हो हैन यसमा हेर त यहाँ 50 ml लेखेको छ है यहाँ चाहिँ 100 ml लेखेको छ यहाँ चाहिँ 150 ml लेखेको छ छैन यो हो यही हो नाप्ने है अब यो ग्लासमा कति पानी थियो त्यो थाहा भएन अब यो ग्लासमा भएको पानीलाई हामी के गर्यो यसमा खन्यापछि हेर त कहाँ गयो हेर त यहाँ 200 छ हैन 200 ml भन्दा अलिकति हेर त अलिकति 1 point 2 point 3 point 4 point माथि गएछ है यानी 200 हैन 200 point कति भयो त 4 भयो है यसको आयतन कति भयो त यो पानीको आयतन एक ग्लास पानीको आयतन कति भयो आयतन कति भयो त हेर त आयतन v बराबर कति भयो त 200.4 ml भयो ml भनेको मिलिलिटर है के भयो मिलिलिटर बुझेको बुझेन है त्यति मिलिलिटर यसो के भयो त आयतन भयो है यसरी हामी कुनै वस्तुलाई कुनै पनि तरल पदार्थलाई हामीलाई त्यसको वास्तविक आयतन पत्ता लगाउनको लागि हामी के गर्ने त यस्तै मेजरिङ सिलिन्डरको प्रयोग गर्छौं है यही मेजरिङ सिलिन्डरमा हालेर अनि कुनै वस्तु बनाउँछ है नापको वस्तुहरू बनाउँछ जस्तै हामीहरू यो पानी बोतल छ नि हेर त अस्ति हिजो भनेको थियो यसमा लेखेको हुन्छ हेर त कति लेखेको छ कहाँ छ हेर त्यहाँ 2.5 लिटर 250 ml लेखेको छ यसमा त है 250 ml लेखेको छ हैन 250 ml 250 हैन यहाँ है 2.4